कुशल भुर्तेल र दिपेन्द्र सिंह एरीको दमदार प्रदर्शनमा नेपालले निकाल्यो शानदार जित। कुशल भुर्तेलको करियरकै दोस्रो शतक, आसिफ शेखको 15औं अर्धशतक, दिपेन्द्र र सोमपालको विस्फोटक बलिङमा निरीह बने अमेरिकाका ब्याटरहरू। ईशान पाण्डेको डेब्यू नै यादगार बन्न पुग्यो। ईशान पाण्डे 44औं खेलाडीको रूपमा एक दिवसीय नेपाली राष्ट्रिय पुरुष क्रिकेटमा पनि डेब्यू गरे। दर्शकवृन्द नमस्कार अनि स्वागत छ तपाईलाई खेलकुद धमाकामा। आज हामी नेपालले अमेरिकामाथि गरेको शानदार जित अनि यिनै प्रसंगहरूलाई व्याख्या गर्नेछौं। नेपालले गरेको जितमा कसले कस्तो प्रदर्शन गरे, कसले कस्तो कीर्तिमान बनाए, खेल समग्रमा कतिको रोचक थियो, अब नेपाल कति अंक बटुलेर कुन स्थानमा छ, यिनै र यावत विषयमा चर्चा गर्नेछौं। हामीसँग अन्तिमसम्म रहिरहनुहोला र यो भिडियोलाई अन्तिमसम्म हेरेर के कस्तो लाग्छ लाइक कमेन्ट गर्न पनि नबिर्सनुहोला। आउनुस् अब लागौं प्रसंगतिरै। आईसीसी विश्वकप क्रिकेट लीग 2 अन्तर्गत शनिबार भएको खेलमा अमेरिका विरुद्ध नेपालले शानदार जित निकाल्न सफल भएको छ। लीग 2 मा बलियो देखिएको अमेरिका विरुद्ध नेपाल शनिबार खम्बा बनेर उभिएको थियो। अमेरिकामाथि जित निकाल्दा नेपालको टप अर्डर ब्याटिङ शानदार रह्यो। पछिल्लो समय टाउको दुखाइ बन्दै आएको टप अर्डर ब्याटिङले शनिबार भने आश फर्काउन सफल भएको छ। पछिल्लो समय ओपनिङ सहित टप अर्डर फ्लप हुँदा नेपाल धेरै खेलमा पराजित हुँदै आएको छ। लीग 2 अङ्क तालिकामा पुच्छारबाट दोस्रो स्थानमा रहेको नेपालको टप अर्डर ब्याटिङ लामो समयदेखि धराशायी बन्दै आएको छ। त्यसकारण पनि नेपालले नयाँ खेलाडीको प्रयोग गर्दै आएको छ। केही दिन अघि मात्रै भएको नेपाल ओमान युएई सिरिजको पहिलो 2 खेलमा आसिफ शेख र कुशल भुर्तेलले ओपनिङ गरेका थिए। दुवै खेलमा सुरुवात राम्रो हुन सकेन। पहिलो खेलमा 8 रन जोड्दा पहिलो विकेट गुमाएको नेपालले दोस्रो खेलमा 1 रनमै पहिलो विकेट गुमाउन पुग्यो। त्यसपछि तेस्रो खेलमा ओपनिङ जोडी परिवर्तन भयो। तेस्रो खेलमा युएई विरुद्ध विनोद भण्डारी र अर्जुन कुमारले ओपनिङ गरे। उक्त खेलमा 25 रनमा नेपालले पहिलो विकेट गुमायो। चौथो खेलमा पनि ओपनिङ जोडी परिवर्तन भयो। विनोद र आसिफले चौथो खेलमा ओपनिङ गरे। आसिफले राम्रो ब्याटिङ गरे पनि विनोदले भने कुनै पनि रन नजोडी आउट हुन पुगे। त्यसपछि अहिले भइरहेको सिरिजको पहिलो खेलमा स्कटल्याण्ड विरुद्ध पनि विनोद र आसिफले नेपालको ओपनिङ गरे, तर उनीहरू पनि सफल भएनन्। दोस्रो खेलमा अमेरिका विरुद्ध नेपाल पुरानै ओपनिङ जोडीलाई ओपनिङको रूपमा खेलाउन बाध्य भयो। विकल्पविहीन हुँदै पुरानै जोडीलाई ओपनिङ गराएको नेपालको लागि यो खेलमा भने कुशल आसिफ जोडीले पुनः एकपटक ओपनिङ जोडी मजबुत रहेको सन्देश दियो। अमेरिका विरुद्ध ओपनर कुशल र आसिफले 145 रनको ओपनिङ साझेदारी गरे, जुन नेपालको जितको आधार बन्यो। कुशलले उत्कृष्ट अभिजित शतक प्रहार गर्दा आसिफ 58 रन बनाएर आउट भए। त्रिवी क्रिकेट मैदानमा अमेरिकाले दिएको 196 रनको लक्ष्य पछाएको नेपालले 37 ओभरमै भेटायो। नेपालका लागि ओपनर कुशलले 118 बलमा 120 रनको अभिजित शतकीय इनिङ्स खेले। उनले 13 चौका र 4 छक्का प्रहार गरे। यो कुशलको व्यक्तिगत उच्च स्कोर र ओडिआईमा दोस्रो शतक पनि हो। यसअघि उनले सन् 2023 मा नामिबिया विरुद्ध शतक प्रहार गरेका थिए। आफ्नो प्रदर्शनबारे कुशल भन्छन्, टप अर्डरले राम्रो सुरुवात दिइराखेको थिएन। आज आसिफ र मैले सुरुवात राम्रो दिँदाखेरि खुसी लागेको थियो, आफ्नो शतक भन्दा पनि। कुशल र आसिफको अमेरिका विरुद्धको साझेदारी ओडिआई ओपनिङमा नेपालले गरेको दोस्रो सबैभन्दा ठूलो साझेदारी हो। पहिलो ठूलो साझेदारी कुशल आसिफ जोडीले सन् 2023 मा जिम्बाब्वे विरुद्ध 171 रनको साझेदारी गरेका थिए। यो जोडीले ओडिआईमा नेपालका लागि हालसम्म 4 शतकीय ओपनिङ साझेदारी गरेका छन्। अमेरिका विरुद्ध अर्का ओपनर आसिफ 72 बलमा 58 रन बनाएर आउट हुँदा डेब्यू गरेका ईशान पाण्डे 30 बलमा 20 रन बनाएर अभिजित रहे। एउटा गएपछि अर्को पनि गइहाल्ने समस्यालाई डेब्यू म्यान ईशानले रोक्न सफल भए। उनले कुशललाई साथ दिँदै नेपालको जितको बाटो कोरे। प्लानिङ अनुसार यो खेल सफल भएको कुशल बताउँछन्। आसिफ र मेरो कुरा भइराखेको थियो। टप अर्डर राम्रो भयो भने अहिले खेल जित्छौं हामीलाई थाहा छ। त्यही मात्र प्लानिङ भइराखेको थियो। त्यो सफल हुँदाखेरि खुसी लागेको छ उनी भन्छन्। अब कुरा गरौं दिपेन्द्रले दिलाएको त्यो मोमेन्टमको विषयमा। त्रिवी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको अमेरिकाले 22 रन जोड्दा पहिलो विकेट गुमायो। त्यसपछि ओपनर स्मिथ पटेलले दोस्रो विकेटका लागि शेहान जयसूर्यसँग शतकीय साझेदारी गर्दै अमेरिकालाई बलियो स्थितिमा पुर्याए। दुवैले अर्धशतक पूरा गरिसकेका थिए। यो साझेदारी टिकेमा नेपाल समस्यामा पर्न सक्थ्यो। नेपालले 8 बलर प्रयोग गर्दा पनि स्मिथ र शेहानको विकेट भने लिन सकेको थिएन। 23औं ओभरको चौथो बलमा उपकप्तान दिपेन्द्र सिंह एरीले अर्धशतक प्रहार गरिसकेका शेहानलाई
लङ अफमा गुलसन झाको हातबाट क्याच आउट गराए। त्यसपछि खेल नेपालको पोल्टामा पल्टियो। अमेरिकाले लगातार विकेट गुमाइराख्यो। 122-1 को अवस्थाबाट अमेरिकाले थप 73 रन जोड्दा 9 विकेट गुमाउन पुग्यो। अमेरिकाका 7 ब्याटरले भने दोहोरो अङ्कमा रन बनाउनै सकेनन्। 7 ओभर 3 बल बलिङ गरेका दिपेन्द्रले 24 रन खर्चेर 4 विकेट पनि लिए। त्यस्तै सोमपाल कामीले 2 विकेट लिए भने सन्दीप लामिछाने र गुलसन झाले 1-1 विकेट लिन सफल भएका थिए। दर्शकवृन्द, आउनुस् अब एकैछिन लिग 2 को अङ्क तालिकाको कुरा गरौं। अङ्क तालिकामा 30 खेल खेल्दा 38 अङ्क सहित पहिलो स्थानमा स्कटल्याण्ड रहेको छ। त्यस्तै 26 खेल खेल्दा 36 अङ्क सहित युएसए दोस्रो स्थानमा रहेको छ। त्यस्तै 28 खेल खेल्दा 31 अङ्क सहित ओमान तेस्रो स्थानमा रहेको छ भने नेदरल्याण्ड्स 24 खेल खेल्दा 28 अङ्क सहित चौथो स्थानमा रहेको छ। पाँचौं स्थानमा नामिबिया 28 खेल खेल्दा 22 अङ्क सहित पाँचौं स्थानमा रहेको छ। त्यसपछि क्यानाडा 24 खेल खेल्दा 21 अङ्क सहित अङ्क तालिकाको 6औं स्थानमा रहेको छ। त्यसपछि नेपाल 26 खेल खेल्दा 20 अङ्क सहित अङ्क तालिकाको 7औं स्थानमा रहेको छ भने युएई 24 खेल खेल्दा 14 अङ्कका साथ अङ्क तालिकाको 8औं स्थानमा रहेको छ। अब नेपालले सोमबार स्कटल्याण्डको सामना गर्नेछ। नेपाललाई धेरै शुभकामना। फेरि पनि जित आफ्नो पोल्टामा पार्न सफल रहोस् र 2 अङ्क तालिकामा थप्न सफल रहोस्। तपाईले शनिबारको खेल हेर्नु भएको थियो कि थिएन? थियो भने एस लेख्नुहोला कमेन्टमा, थिएन भने नो लेख्नुहोला। साथै तपाईले खेल हेर्नु भएको थियो भने त्यो मोमेन्ट कस्तो थियो जब नेपालले जित आफ्नो पोल्टामा पार्न सफल भएको थियो? कतिको उत्साहित हुनुहुन्थ्यो त तपाई? त्यो पनि उल्लेख गर्नुहोला। त्यस्तै स्कटल्याण्ड विरुद्ध कस्तो प्लेइङ 11 बनाउँदा ठिक होला त्यो पनि तलको कमेन्ट बक्समा उल्लेख गर्नुहोला। हामी पनि यस्तै खेलकुद सम्बन्धी विभिन्न जानकारी लिएर आउने गर्छौं। हाम्रो च्यानललाई अझै पनि सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर हामीसँगै जोडिन सक्नुहुनेछ। आजको यो बसाइबाट भने छुट्टिन्छौं। तपाईको हरेक पल शुभ अनि सुखद रहोस्। नमस्कार।